ढकल्ला बाहिर बल खेला थाली त हाले अनि तुरन्त फोन गरेर ससुर आएर सिलिबिली पार्दैन मान्छेले गुडगुड आयो कि त्यतिकै नि खोजेर झगडा गर्ने क्या त उसँग मात्र खोजेको नि त्यसको रोलै त्यस्तो क्या ठाउँै फेरि हेर्दाखेरि चाहिँ मर्ना अरे तँ ल्याखुरे केही गर्दैन जस्तो हुने कि गर्नु पर्यो भने फेरि साफै भनेको भन्दैछु त पहिलो लैदियो होइन ल मासले उहाँ त आफ्नो ठाउँमा जक्सन पऱ्यो केही हुन्छ होला भनेको त उहाँ पुग्यो त बिर्पिन सुनेर गाउँ हेर्दा त ला अफगानी तर इरानमा आए जस्तो भइहाल्यो नि अब त सेन्टी लाग्यो भने पुरा अल्लाहका मन्दिर मात्रै छन् घर पनि त्यस्तै छ पाकिस्तानको जस्तो ठाउँ जस्तो होइन कहाँ फसेको लाग्यो नि यार 4 रात मजाले सुत्दा पनि सुत्दैन एक डर दोस्रोको खटाइ त्यसो कुरो अब त्यही त हो नि समाज त्यही हुल कस्तो हुने अब निर्वाचन भनौँ मेन गेटमा राख्थेँ फेरि म जस्तो मान्छेले मेन गेटमा राखेको भने सकेन अब चेक गर्छु चिलिम भेट्छु बुढाहरूको चिलिम पुडी भेट्छु मासले चक्कु सक्कु सबै छ कता निकाल्नु त यत्रो आँखा खुलेर चाहिँ माछा मोबाइल बाहिर राखेको के चेक गर्छस् भन्छ फेरि त्यही बुढो फेरि उल्टै होइन अझै मेरो काम हो भने त्यो काम हामी के गर्न आएको भने उल्टै नि खोज्दैन क्या तिनीहरू त त्यस्तो ठाउँमा फर्केर आइयो साइकलले बिस्तारै हिँड्दै त माथि गरेर चिया खान गएको ठ्यास्सा हान्दियो होइन मलाई नै हानु दुईजना गएको सरी भन्छ होला त भनेको त माथि उल्टै अब त्यहाँ त आँखा पल्ट यसो फर्केर आएको सबै मुस्लिम मात्र फेरि बाटोमा बसेका अनि सरी है मैले नि गल्ती गरेँ हिँड्ने बिस्ते भयो भनेर हिँडेँ अब बस्नु परेन यत्रो चिया ताप क्यामतिर भनेको यत्रो चिया खानु त्यहाँ सब हेर्छ फेरि बक्कु लाग्छ कहाँ जस्तो दिन्छ हामीले थाहा छ नि अलग्गै छुट्टिने पैसा नि अर्को